के तपाई कहिल्यै इफेक्ट र अफेक्टको प्रयोगमा झुकिनु भएको छ? अथवा कहिलेकाहीँ लेख्दा लेख्दै बोल्दा बोल्दै यहाँ इफेक्ट हुन्छ कि अफेक्ट हुन्छ भनेर अलमल्ल पर्नु भएको छ? यदि छ भने तपाई सही ठाउँमा हुनुहुन्छ। आज म तपाईहरूलाई यी दुई शब्दको अन्तर बताएर यिनीहरूलाई कसरी बिना त्रुटि प्रयोग गर्ने भन्ने सिकाउन गइरहेको छु। नमस्ते, म तपाईहरुकै अंग्रेजी मास्टर अर्जुन पौडेल। सुरु गरौं आजको भिडियो। सर्वप्रथम त यी दुई शब्दहरूको शब्द वर्ग अर्थात पार्ट अफ स्पीच। इफेक्ट नाउन अर्थात संज्ञा र अफेक्ट चाहिँ भर्ब अर्थात क्रिया। अब नेपालीमा जस्तै गरी यिनीहरूलाई प्रयोग गरौं। एउटा नेपाली वाक्य उदाहरणको रूपमा लिँदा असर भन्ने शब्द अर्थात इफेक्टलाई हामी नेपालीमा कसरी प्रयोग गर्छौं? भ्रष्टाचारको असर गम्भीर हुन्छ। अब यसैलाई उल्था गरेर हेर्दा यो चाहिँ असर इफेक्ट प्रयोग गर्नु पर्यो हामीले। द इफेक्ट अफ करप्सन इज डेन्जरस अथवा करप्सन has a dangerous effect on the economy of the country। यसरी हामीले असर प्रभावको रूपमा चाहिँ इफेक्टलाई प्रयोग गर्ने हो नाम शब्दको रूपमा। तर अफेक्ट चाहिँ प्रभाव पार्नु अथवा असर गर्नु, यसलाई चाहिँ क्रियाको रूपमा प्रयोग गर्ने हो। जस्तो अशिक्षाले मानव जीवनमा नकारात्मक असर पार्छ, असर पार्नु भन्ने क्रियापद प्रयोग गर्दा यसलाई हामी कसरी भन्न सक्छौं त? इन एजुकेसन अफेक्ट्स ह्युमन लाइफ एडभर्सली अथवा इन एजुकेसन अफेक्ट्स ह्युमन लाइफ एडभर्सली। यसरी नकारात्मक असर पार्छ भन्ने शब्दमा। यसरी हेर्दा इफेक्ट भनेको असर र अफेक्ट भनेको असर पार्नु। यही अनुसार हामी यी दुई शब्दलाई अलग अलग प्रयोग गर्न सक्छौं बिना कुनै त्रुटि। हवस् त, आजलाई यति नै। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। बाइ बाइ।